के तपाईलाई लाग्छ क्रिकेट केवल एउटा खेल हो? आज मुम्बईको वानखेडे स्टेडियममा जे भयो त्यो युद्ध थियो। एउटातर्फ थियो क्रिकेटको जन्मदाता विश्व विजेता इङ्ल्यान्ड, अनि अर्कोतर्फ थियो एउटा सानो देश तर हिमाल जस्तै अटल साहस बोकेको हाम्रो नेपाल। हावामा चिसोपन थियो तर मैदानमा आगो बलिरहेको थियो। टस जितेर ब्याटिङ रोजेको इङ्ल्यान्डलाई लागेको थियो यो त नेपाल मात्र त हो, तर जब दिपेन्द्र सिंह ऐरी र सन्दीप लामिछानेले बल फ्याँके इङ्ल्यान्डका सुपरस्टार ब्याटरहरूको खुट्टा कापे। 184 रन त उनीहरूले बनाए, तर अन्तिम ओभरमा विल ज्याक्सले त्यो 3वटा छक्का नहानेको भए आज इतिहास अर्कै लेखिने थियो। लक्ष्य 185 असम्भव, धेरैलाई त्यस्तै लाग्यो, तर हाम्रा केटाहरू आज हार्न आएका थिएनन्। कप्तान रोहित पौडेलको त्यो कसिलो नजर र दिपेन्द्रको त्यो बाउन्ड्री प्रहार, त्यो ब्याटिङ मात्र थिएन, त्यो नेपाली स्वाभिमानको गर्जन थियो। 82 रनको साझेदारी हुँदै गर्दा वानखेडेमा इङ्ल्यान्डका समर्थकहरू मौन थिए र नेपाली झण्डाले आकाश छोपेको थियो। अन्तिम ओभर 6 बलमा 10 रन, क्रिजमा थिए लोकेश बम, एउटा यस्तो नाम जसले आज साम कुरानको निन्द्रा उडाइदिए। सारा विश्वको नजर टिभी स्क्रिनमा टाँसिएको थियो। हरेक नेपालीको ओठमा एउटै प्रार्थना थियो, जय चन्द्र सूर्य। नेपाल केवल 4 रनले चुक्यो हो, प्राविधिक रूपमा हामी हार्यौं, तर सुन्नुस्, इङ्ल्यान्डले आज खेल जित्यो होला, तर नेपालले यो विश्वको भूगोलमा आफ्नो नयाँ पहिचान लेख्यो। विश्व च्याम्पियनलाई अन्तिम बलसम्म बच्चादेखिको बल निकाल्न बाध्य पार्ने यो सानो टोली होइन, यो अब उदाउँदो शक्ति हो। आज संसारले देख्यो नेपाल डराउँदैन, नेपाल झुक्दैन। आज 4 रनको दूरी थियो, भोलि यो दूरी जितको उत्सवमा बदलिनेछ। शिर ठाडो पारेर भन्नुस्, म नेपाली क्रिकेटको समर्थक हुँ, किनकि हाम्रो टोलीले आज हारेर पनि इतिहास जितेको छ। विजयी हुनुभन्दा अगाडि विपक्षीलाई डर पैदा गर्नु नै असली जित हो, र आज इङ्ल्यान्ड डराएको थियो। फेब्रुअरी 12 मा इटलीसँग भेट हुनेछ, र त्यो दिन वानखेडे मात्र होइन, सारा संसार नै झुक्नेछ। जय नेपाली क्रिकेट।